पानी चेक गर्ने हो किन इन्जिन चल्दाखेरि धेरै तात्तिन्छ पानी सुक्छ यसबाट पानी हेरिराख्नुपर्छ यसलाई पानी हालिराख्नुपर्छ अनि यसले चाहिँ के काम गर्छ यो चाहिँ ब्याट्री हो यसले चाहिँ गाडी स्टार्ट यसले नै हुन्छ यो भएन भने गाडी स्टार्ट हुँदैन हो अनि यहाँहरु यसको यो चाहिँ तपाईको इन्जिन ओइल हो इन्जिन ओइल हो इन्जिन ओइल हो यो यसलाई इन्जिन कहिले खाली राख्न हुन्न अनि सफा हुनुपर्छ इन्जिन ओइल जहिले नि चेक गर्ने इन्जिन ओइल यसको एकदम साफ गर्नु पर्यो एकदम सफा हुनु पर्यो अनि चेक गर्ने यहाँबाट हेर्ने हो कति छ हाम्रो तेल गाडीमा अहिले छ यति छ सफा पनि छ है कालो भयो भने त चेन्ज गर्नुपर्छ पुरै एकदम चेन्ज गर्नु पुरै पर्यो फुल चेन्ज गर्ने तलबाट खोल्छ मेकानिकले खोला फुल चेन्ज गर्छ त्यसले यो पल्लो ट्याङ्की हार्यो यो चाहिँ पानीको लागि यो पानी यसमा पानी हाल्ने हो पानी यो अगाडिको सिसा वाइपर सफा गर्ने यो पानी हो यो भित्र अटोमेटिक छ यसको ल एकदमै गाडीको इन्जिनको लागि चाहिँ तपाईलाई नै एकदम सर्भिस गर्नु तपाई मेकानिक हुनुहुन्छ हैन हजुर हजुर म मेकानिक ए ल ठीक छ धन्यवाद तपाईले समय दिनुभयो एकदम इन्जिनको गाडीको विषयमा भनिदिनु भयो धेरै धेरै धन्यवाद सर हजुरलाई नि एकदम तपाईको गाडी एकदम सर्भिस एकदम राम्रो कन्डिसनको रहेछ धेरै खुसी लाग्यो धन्यवाद दाजु ल हस् त नमस्कार नमस्कार जय नेपाल जय नेपाल